Tini ngai rangnil gungreja permission la basan yam chusa binba cheban malagi tini yang se khalla adaba tikla prajar laban mala gorsom damngai pangman cheban mala yang isuri biswa lab gaji khalla prajar laban mala tikla prajar laban mala tamgi tam nirja ngacha yang se khalla prajar laban mala tam nirja ngacha yang se khalla prajar laban mala chetam godomaji godola aruja yesu kristi yang da tikda damji su gorsom dam yang si godomala haleluya है नेपाली रे बाङ्गोमजा आज तपाई र मैले कस्तो र के को प्रचार गरिरहेको छ पहिले तपाई र मैले के को प्रचार गरिरहेको छ र पहिले तपाई र मैले कसलाई प्रचार गरिरहेको छौ अनि अर्को चाहिँ येशू ख्रीष्टले तपाई र मलाई किन छान्नु भयो त्यो विषय सोमरिङा ताम्बाङ मन मला रंगनिसी अरे चु गोसम ताम दा यंगसे गोजी बिसम जब चु गोसम ताम गोला तब यंगला गुंगरी परमेश्वरला राज्य फैलाप तसिनीला हालेलुया परमेश्वरला युल्सा एकदम सफल तसिनीला त्यसलाई लागि यंग तयार त दोमला नाता जकी गर्मी गर्मी ताबराङदाजी जो नाम ताइसे गर्मी दा मलाई यमुरी छु है रंगनीला गुंगरी गाय परमेश्वरला छोन्बो वचन मत्तीला 5 मत्तीला 10 अध्याय मत्तीले किताब येशू ख्रीष्टला चेला मत्ती से ब्रिबा परमेश्वरला आत्मज्ञान प्रेरणा शान्ति शक्ति यांसी ब्रिबा छोन्बो वचन बाइबल छोई यांगला छार कबुल बाइबल छोई ग्याम मत्तीले किताब 10 अध्यायला 5 इन्ची नै 8 पद न राङ्नेला गुंगरी गाई पहिले पढबलाई सी थेनलाई अनि धन्यवाद यांगला वचन लागि प्रार्थना तैसिन मला दोलन रंगनीला ओनसांगरी जम्मना लागिरिङाइ जो तामङ यामसिन पडबला लसी थेलाल रंगनीदा येशूसे रंगला चुक्नी मूल चेला गदेदा सुरंग बिसी कुलसी पुइजी रंगनीसे जो स्मृति च्या सुहामला एनी गदे अर्गो युला मिगादे देन सामरी गदेला सारी आन्यु बरु एने गदे गोठालो आरेबा घ्यु गदे रंग लसी ब्राबा इजरायली का दे मुबा गारी न्यू सात बद्री ओचे स्वर्ग युल्सा खासी जिनमा मुला बिसी पांगो अथवा प्रजार लाओ ओचे आखाममा मिगातेता खामना लाबादेन शिव मिगातेता सोना लाओ खेराङ लसिन कोरे रोग से शाप गातेता खामना लाबादेन मंगाते तापगो हालेलुया परमेश्वरला वचन पढा लसी थेनाला बारी परमेश्वर से यांग द मोलम दन सुगाई यांग गादी लानंगाई लाना समय आगिन यांग परमेश्वरला वचन सन्मा गादी यांगला चुरी जति जार मला जाति यांगला ngai स्क्रिन च्यामा 59 जना यांग जोडाउँदा मला दोल 64 66 जना तामुबा कोही पिलिका हवा सेवा मला स्थिरता आरे भेल्जा अस्थिरता बगे है yang चुसो वाङबा चुसो धनबा चुसो निबा ए म सबै ठाउँमा भ्याउँछ नि विवराङ बयाङला बहाना दमला yang 59 जना चुरी मिमोला चुजा छ अन्तिम दन यांगला प्रभु र वचन छ अन्तिम दन रहस्य र तामजा yang सि गोदोमला है अनि काते समरी गाइ अग्नि अनुरोध लाला एकदम धैर्यदशी सन्सुदोला प्रभुला वचन जाजा तिनी मदन तामाङला वचन आइन मदन तामाङ माते ताङजे हिना तु थान ताङ नंगरी परमेश्वरला आत्मै जुन दामी छेप तिनी गाइ रुई बजे खेनि नगाइ 3 बजे हिना है नाला वचन आइन यीशुला वचन नाला संग्युर आइन यीशुला संग्युर रंगनील गुंगरिङा बोठाबन मला रंगनील गुंगरिङा बोलाबन मला अनि चुरी गाइ धोलन बाङजी तिनी याङसे खाल्ला है तामगा दे त थेन लसी ब्राह्मणला तिक तामजा प्रचार लसी ब्राह्मणला सुतामला बाहिर याङसे गोदोमला नम्बर 1 रिजा याङसे है चुरी तिक मला बिसम नाचा है विशेष लसी याङ खाल्ला गुंगरिजा प्रचार लाबन मला बिताम याङसे गोदोमला सुदाम आगो बिसम बडो गाडा दबनी याङसे दुख याङ बडी सुदाम आगो बाइलामा तिनी याङ द पाङमान मला कि यो तामाङ जातिका रांगला जात संगठन सूची खत्म लजी क्रिश्चियन नंगरे छेनालजी बंगब छेना तानालजी बिसी पाङमान मला त्यो विषय नाचा हाल द प्रचार अदो बितम आगो बसिलामा है पहिले कसलाई प्रचार गर्ने नि कसलाई सुनाउने भन्ने कुरा थाहा नभएको कारणले गर्दा आज जातिको बीचमा अब द्वन्द ल्याए तामाङहरुले बडो पया लिम्बो रोगी से ब्रिबसोजी मन्यान है ओन्ज्यान बिदल बुद्धि जकि माबा गात जाय ओन्ज्यान बिदो मला
पटबलाब छुट्टो निन बुद्धियाब छुट्टो निन है यो तामाङमा संगति सुरु गरेर खत्तम गरेर यो हाल पार्यो अब यस्तै भयो भने जातीय द्वन्द्व हुन्छ धर्मयुद्ध हुन्छ के हुन्छ है सुझाज पढाइ जा मुबा शिक्षा आरेबा अनि बुद्धि आरेबा प्रभुले बुद्धि आज्ञा गाइछ बडो चुराम धम्माङ चुरी पहिलो नम्बरी येशू ख्रिस्टे रंगला चेला गदे तिक मंगल बिसम एनी गादे अर्गु युला मिगादे आन्यु अर्गु जातिर गुंगरी आन्यु सामरी गदे गुंगरी आन्यु तर पहिले एला मासी चिबा इजरायली गादे गोढालो आरेबा मासी चिबा जुराङ बगादे मुबा भेडा गदे रंग तबा युलसरी न्यू हालेलुया दारे म्याङसी चुरी तामगी गोई अब यो भेडा के गोढालो नभएर हराइरहेका भेडा जस्ती भइरहेका इजरायलीहरुकोमा जाऊ बिसे यसो सुंगल अर्थ जति लिने छ तिनी यङला इजरायलका जखाला हिन्नु सु इजरायली जाति खाला हिन्न चुदाम यङसे पहिले नम्बर 1 ले चुदाम गोदोमुला चुरी जातिक मुल बिसम नाचा यङजा मासी चिबा दुराङ मान तसे चिबा अथवा भेडराङ बतासे चिबा इजरायली का देल गुंगरिन्यु तिनी यङ तामङ युलबाला इजरायलका जखाला हिन्नम बेमा yang विश्वास लब येशूले विश्वास लब गरे लागिरि तिनी यङला तामङ युलबार मुबा त्यो जुन जाति गरे मासिटिबा भेड रङबा नासिटिबा घुराङ दसिबा गोढाला आरेबा भेड रङ दसि बाबा मिगा जखाला थेताम यङसे माइदल पहिले नम्बर 1 रे थेप गोदोजी है नम्बर 1 रे थेताम यङसे जब गोजी बिसम यङसे सजिलो छ प्रभुला राज्य प्रभुला परमेश्वरला युसा विस्तार लबरे खमला हालेलुया अनि थेदाबालामा तिनी यङसे नाचा यङसे प्रजार लदोजा यङला जातिका दिन तिनी मासिजिबा जातिका जाति यङ तामाङ युलबुला तामाङ गादेल युलबा गादे तामाङ जातिका दे अनि यङला परिवार इन हालेलुया हे यरुशलेम बेबदा यङला नामसा गादिना रङला खिमजेम गादिना रङला आबामा इन रङला नानाङ गादिना रङला जुजाल गादिना हालेलुया पहिले नम्बर 1 यङला युलसा नंगरि निदोजी यङला जातिका दे नंगरि निदोजी यङला युलबाला गुण निदोजी खेला लागि प्रभु सियाङ त धम्ममुला नाचा यङला परिवार गादिदा अनि प्रभुला वचन यङसे च्याजी विषम पाउलसे तिमोथी तिदस्ता ब्रिबोदुइरी जमन बन्दा गाछा रङला परिवार त एकदम ज्याबा मिगादे रङला परिवार त जनलसी सिङ बगादे रङला विश्वास रङला परिवार विश्वासी बाबा गादे विश्वासी येशू ख्रीष्ट सोना लबगा दिन परमेश्वरला असल गोडालगा धोगाई एल्डर अगो गादे धोगाई विषय पाङमौला है पहिले रङला जहान परिवार त जनलसी च्यागलो विषय पाङमौला त्यताबालामा तिनी यङ तामाङ युलबासी यङ तामाङ जाति गादे दा तामाङ युलबा त येशूले युलसरी बाबा यङ से तो तामाङ संगरे सुरु लाबन मला हालेलुया तामाङ संगरे तिक सुरलाजी to international tamang speaking Christian fellowship till the young surla jumbima पहिले यङला मासिटिबा भेडा घोडालो आरेबा भेडा रङला सिबा तामाङ युलबा त पहिले सोनाला दोला हालेलुया प्रत्यक्ष ngai southern bangla dade bangla doshi bangla ngai आसी देशर ngai bangla सु जम्बुलिङदी लगभग 6500 वटा भाषा गरि मला 6500 वटा भाषा नंगरी तिनी तामाङ भाषा नन गिना नेपाल युलसर जेकन 123 वटा भाषा आज दाते नेपाल सरकार से दाते विभिन्न संस्थामा 133 वटा भाषा जम्मा तबला थेबिजा 133 वटा जात जाति गरिन सु जमन जाति येशूल राज्य हादोला प्रत्येक जाति येशू हादोला येशू दो मोसे दोला थे 133 वटा भाषा नंगरी तामाङ भाषा गिन सु जाति नंगरी यङलन भाषा यङलन संस्कार ज्ञम परमेश्वरले युल्छ जब यङसे बोर्ला फेरि प्रभुला राज्य खाला हालेलुया फेरि जात उद्धार दिन मुक्ति यङला फेरि जा परमेश्वरले असम्बन्धित उद्देश्यले गेदाला अनि नम्बर 1 यङसे निदोबा तिनी तामाङ युलबासी सुरुलाबा सु संगति सुरुलाबा सु सेवा जा यङला जाति द सोनाला बरेन हालेलुया तिनी चुरी लानन मिगा यङला विदेश क्याम सिमला क्यानाडा क्याम मणिपुर सिक्किम दार्जिलिङ अनि विशेष जो भुटान ओराङले तिनी जो मलेसिया ग्याम लानन जोजालेका दि जोडब्दवन मला रङनी जुन जुन युलसारी मुगाई थे युलसारी रङलन गेग्याम प्रभुला आराधना लदोला प्रभुला महिको लदोला प्रभुला प्रशंसा लदोला त्यता बेलामा नम्बर 1 रिजा यङसी गोदोबताम तिनी प्रचारक कतेसी पास्टर अगुवा गादे मण्डलीला गोढालोसी गोदोबताम जा यङला इजरायल जाति खालाइन त्यताम गोदोबडी ना त परमेश्वर चाहिँ उनको प्रकाशला अनुसार नै पनमन मला चुरी अनि नम्बर 1 रि क्षेत्र दुई अनि दोस्रोरी नि यङला युलबादा यङला जाति गादेदा है इजरायल जाति भनेको चाहिँ
हाम्रो आफ्नो परिवार र हाम्रो आफ्नो जातीय हो प्रत्येकले मगर जातिलाई सुनाउनु पर्यो नेवारले नेवार जातिलाई सुन्नु पर्यो लिम्बूले लिम्बू जातिलाई सुन्नु पर्यो अब सुनाउनु पर्छ अब है ती इजरायली जातिहरू चाहिँ आज को हो त यो येशू ख्रीष्टले हराइरहेको भेडा के अरे गोठालो नभएको भेडाहरू जस्तो बरालेर बसेका इजरायली जातिहरूमा जाऊ अरू अन्य जातिहरूमा नजाऊ अनि सामरीको पारमा नजाऊ विवाह कारण हे इजरायल जाति चाहिँ को हो त भन्दाखेरि हे इजरायल जाति चाहिँ यङला परिवार हिँड्न हालेलुया यङला जाति हिँड्न लिम्बूहरूको लिम्बू जाति हुनुहुन्छ अनि तामाङहरूको तामाङ जाति हुनुहुन्छ अनि राईहरूको राई समुदाय हुनुहुन्छ यी नै हाम्रो इजरायल जातिहरू यी जातिहरूलाई यीशुले त्यो ठाउँमा स्वर्गको राज्य प्रचार गर्न तपाईहरु मलाई चुन्नु भएको छ हालेलुया तपाईहरु मलाई छान्नु भएको छ त्यो बीचमा तपाईहरु मलाई उभ्याउनु भएको छ त्यो धातोमा तपाईहरु मलाई उभ्याउनलाई तयार पार्नु भएको छ परमेश्वरले हालेलुया अब होजा यङला मासेजीबा गोडाला अरेबा भेडा कादेला गुंगरीजा यङ जितिक प्रचारला बर्ने बिदार्यम यङ जितिक प्रचारला निदोजी खेनी कादेदा यङ से प्रचारला तो तन्जा तिक इन्ना विषम परमेश्वरलाई युल्सा खासी जिन्जी विषय प्रचारला दोल हालेलुया सुरिबाङ मन मला ओछि स्वर्गला युल्सा खासी जिन्जी विषय पाङ्गो प्रचारला हालेलुया ती हाम्रो हराएका जातिहरूलाई प्रचार गर्ने चाहिँ के भन्दाखेरिमा नम्बर 1 मा स्वर्गको राज्य प्रचार गर्नुपर्छ स्वर्गको राज्य चाहिँ येशूको राज्य हुनुहुन्छ हालेलुया येशू ख्रीष्टलाई जसले प्रचार गर्छ त्यहाँ स्वर्गको राज्य प्रचार हुन्छ हालेलुया जुन मिसी येशू ख्रीष्ट प्रचार लला छेमिला गुंगरी फेरि जा येशूले राज्य दोला फेरि जा येशूले शासन दोला हालेलुया अनि यङसे नम्बर 1 नि प्रचार लदो तामजा चुननिन अनि परमेश्वरले वचन यङसे चिया हाम्रा यङला गुंगरी है परमेश्वरले छन्मो वचन मत्तीला किताब दि है तीन अध्यायला धुइरी च्याजी विषम तिकमुला विषम येशू ख्रीष्टले हे प्रचार लाभ भन्दा गाचा योना अगमवक्तसी येशू ख्रीष्ट भन्दा 6 महिना गाचा नभा योना अगमवक्तसी सुरेर बाङ्गी मत्तीला किताब 3 अध्यायला 2 पदले सुङ्गमुला पश्चाताप लाउ स्वर्गला युल्सा येनी गादेला गुंगरी खासी जिन्जी हालेलुया सुरिबाङमा मुला रंग पाप खासी परमेश्वरटी धोगो तिक्त विषम स्वर्गला युल्सा खासी जिनमा मुला हालेलुया याङला मासे जीवा गोडालो आरेबा भेड गादेला गुंगरी थिएन लदो जान्छ छुइन्न रंगला पाप खासी पश्चाताप लबिजा रंगला पाप खासी परमेश्वरटी धोगो तिक्त विषम प्रभुला युल्सा परमेश्वरले युल्सा एन्न गुंगरी खासी जिनमा मुला हालेलुया पश्चाताप गर किनभने परमेश्वरको राज्य तिमीहरुको बीचमा आइसकेको छ हाम्रो हराएर बसेको जातिहरुको बीचमा इजरायलहरुको बीचमा पुर्याउने हामीले सुनाउने कुरा चाहिँ यो हो कि ख्रीष्टको राज्य सुनाउनु पर्छ प्रिय येशूलाई राज्य थिएन लदोला अनि थिएनन् वचन येशू ख्रीष्टन दोषी मत्तीले किताब 4 अध्यायला 17 पदे सुङजी थिएनन् वचन येशू ख्रीष्ट दोषी दोर्यापले सितिक सुङजी बिमाल बाजी थे दुईजे येशू से थेने का देदा रंगला पाप खासी परमेश्वरपट्टि धोगो तिक्त विषम स्वर्गला युल्सा खासी जिनमा मुला हालेलुया तिनी यङसे प्रचार लदो बताम तिनी यङसे थेन लदो बताम जा दोस्रोले जा चुइन कि येशूलाई युल्सा हाजी विषय प्रचार लदो तिनी यङसे मदन तामाङलाई प्रचार सिराङ द फाइदा रे है पास्टर मदन तामाङ यस्तो छ उस्तो छ त्यो फटा छ अलि खराब छ अथवा कोहीले ज्याबा मुला है गजबला मुला विषय प्रचार सितिकै नन यङसे लारे तिनी यङसे प्रचार लदो तन्छ येशूलाई युल्सा येशूलाई राज्य शान्तिले युल्सा शान्तिले राज्य इन हालेलुया जब शान्तिले युल्सा प्रचार लला फेरि परमेश्वरले युल्सा हालेलुया तिनी बडो अचम्मला दामजा तिक मुला विषम है नै रंगनी द बांग्ला कादे पास्टर प्रचार कदे बिचारा मण्डली से मुसे आरे न पैसा डेबटांग दोनसी प्रचार लाबर थान मला नै मरांगमा दामगा बांगमन मुला है प्रभु येशूला स्वर्गला युल्सा स्वर्गला राज्य प्रचार लाबर सट्टारी रंगला व्यापार बिजनेसला प्रचार ले ब्रह्म दिन दादी बडो चला जो जी एक्सन वे जो कंपनी निम जो हालांगिम छाजिङा थारे है बडो नेट इन्टरनेट से चुरी नेटो बिजनेस रो प्रचार लाबा अनि नेपाली म जो हर्बल कंपनी बडो ठुलो हर्बल कंपनी
बडो चुरी चुनांगले प्रचारक कदे पास्टर कदे ग्रिंडेन चु मिगादे फेरि यीशुला प्रचार हैन हो त दे एक्सन यो मान श्यामला कफिला प्रचारलाई प्रभुजी हैन तर परमेश्वरले रंग द तिल लागि दमन बवे तम यांची गोदो पाइल नंबर 1 रि गोदो द सुन्यो नि येशू ख्रिस्ट yang द तिक द तामजु येशू ख्रिस्ट yang द तिक द तामजु हुन्छ परमेश्वरले युल्स प्रचार लबारी आजै दिरी मुला सुतम गादी मुला कि है जब ओरंगलसी प्रचार लजी खेरंग लसी जिमेजी येशू ख्रिस्ट सुंग प्रचार अनि चेला गादेसिन थेनुन सुंगजी कि पहिले यसुसी भन्दा गाछ योना अगमवक्ता सुंगजी परमेश्वरले यो खाजी रांगनाला पाखराजी परमेश्वरको धोगो दोषी येशू ख्रिस्ट थेनु सुंगजी अनि ओरंगसिन अनि येशूला चेला गादेसिन रांगरांगला विचारसी प्रचार अलनी येशूसी सुंगमा तामजिकन प्रचार लजी येशूसी थेनलाबा लेंगमुजी प्रचार लजी मरकुसले किताब है 6 अध्याय यंगजी च्याजी विषम मरकुस 6 ला 12 रि गरे यहाँ च्याजी जन्तिल जामयन छे थेला चेला गादे छेग्याम थोनसी निजी मिगादे द रंगला पाप राशि परमेश्वर बडी धोगो बिसी पांगजी हालेलुया येशूला चेला गादे सेनन येशू ख्रिस्ट बन्द गाछा योना गम भक्तजी सुंगजी पश्चाताप लाओ येशूला युलसाजी प्रभुला राज्यजी बिस प्रचार लजी ओरंगजी येशूजी प्रचार लजी खेरंगजी येशूला चेला गसी प्रचार लजी जामयन छे चेला गादे छेग्याम निसी है मिगादे द रंगला पाप राशि परमेश्वर बडी धोगो येशू ख्रिस्टला राज्य परमेश्वरले युल्सा खाजी जिन्जेन बुंगले बिसी पांगजी हालेलुया हालेलुया येशूले तिनी त्यही प्रचार गर्नुभयो येशूको चेलाहरुले त्यही प्रचार गर्नुभयो आज तपाईहरु मैले के प्रचार गरिरहेको छ आज येशूको राज्य प्रचार गरेको छ कि प्रियहरु आफ्नो व्यवसाय बिजनेसको प्रचार गरिरहेछ विशेष गरी ख्रिस्टको प्रचारक बन्नेहरु ख्रिस्टको ओढाला भन्नेहरु परमेश्वरको सेवक बन्नेहरु आज तपाईहरु मैले यो कुरा बुझ्न जरुर छ आज तपाईहरु मैले के प्रचार गरिरहेको छ कादेशी परमेश्वरलाई राज्यलाई सम्झार जोलारे बाइबल बुइला अनि इन्स्योरेन्स कम्पनीलाई बीमा कम्पनीलाई प्रचार लब्रला है नाला बीमा रञ्जम चुदे पैसा हाला नाला गायला इन्स्योरेन्स लाई जम वर्षले चुदे पैसा हाला है वरंग बहाला थेरंग बहाला बिपताम गदे सुनंगरी मुला तिनी यांगसे गोदोबदाम यांगला प्रभु येशू ख्रिस्टले विश्वास बसी परिपक्व तबकादेखि गोदोबदाम त सुइन कि येशूलाई युल्सा यांगसे प्रचार लबन हालेलुया येशूलाई युल्सा प्रचार लबन है त्यताबालामा अर्को तामजाङा टिक रांगनी त टिक बंगला विषम दारेम येशूसे जा यांग तिल दामजी हुन्छ येशूलाई प्रचार लबरे अनि येशूलाई युल्सा प्रचार लबरे अर्को तामजा चुर्तिक मला टिक त दामजी बिमजा बडो अधिकार साथ रंग द दम्ब मुला बडो अधिकार साथ प्रभु येशू ख्रिस्ट यांग द चुनक त मुला यांग द अभिषेक ला मुला कि चुरिपाङ मुला ओछि आखम्बा गादे द खम नलाउ हालेलुया येशूसे टिक त दामजी तेस्रो दामरी जा आखम्बा मिगादे द रोगी गादे बिरामी गादे द खम नलाउ हालेलुया येशूसे रोगी गादे द खम लबर रंग द दम्ब मुला तो 8 पत्री जंग yang सिमरंगला ओछि आखम्बा गादे द खम नलाउ अर्को दोस्रो दाम दा चुटिङ मुलसम शिवा गादे है सुरिमुला शिवा मी गादे त सोना लाउ हालेलुया तिनी यांगसी शिवा मी त सोना लावा मल ग्यारे तुझा विशेष है चुरी शारीरिक शिवा हैन केरे आत्मारे आदना शरीरिक शिवा गादे येशू सोना लावन मला तिनी यांगला गुंगरी चुर अचमदे उदेकले गेताजी के आदन तिनी यांगला गुंगरी चु अचमदे उदेकले गे यांगसी लाजी के आलन अनि अर्को दाम जा आत्मिक रूपले शिवा गादे यांगला जाति गादे आत्मिक रूपले ब्लासी शिवा गादे मला पहिला हप्तारिङा लगभग 5 दिन दोना ngala चु काभ्रेला यात्रा मबा विशेषलाई नाम छ ग्रामीण क्षेत्रली दादिराङसी शिवान मलंगल चु ब्याकग्राउन्ड चु ngala नाम छ हिना चु नेपालला काभ्रे जिल्लाला तेमाला ngамला चु यांगला रोसी गाउँपालिकाला नाम छ हिना ngala चु है चु नाम छ यिङै लानन गाउँपालिका दिङा गुमाप्तजी अनि तेरे छारा मिगादिङै रूपतजी होटिङै रूपतामा लानन मिगादा ब्लाफसी चिबा दुसी चिबा आत्मा रे सिचिता चिबा एकदम शिवा सिम दोसी मिगादिङै लानन राङजी हे मिगादे त सोन लबर yang ta हेर्द त हालेलुया हे मिगादे अनि शिवा गादे सोन लदोजी अर्को तामजा सुरिबाङन कुष्ठ रोगी गादे कोरे रोसी साबा गादा फान लदोजी थेन्दा सुत्ता दाना लदोजी सुला छान्डी अर्को जाजा चुरिमुला
प्रभु से दम्मला अर्को उद्देश्य तिङ मुलसम मंग देता तापको हालेलुया तिनी रांगनी मंग रांगसे रांग तापमुलगी रांगसे मंग तापमुला हालेलुया यहाँ भनेको छ येशू ख्रीष्टले भूतहरूलाई दबाऊ भूतलाई दबाऊ आज क्रिस्चियनहरु विश्वासीहरु देख्छ ओ यो त जाँदैन यो यस्तो प्रार्थना हुँदैन हस्पिटल लैजाऊ ए म त यो त धेरै अलि ठुलो खालको भूत रहेछ म हामी त सक्दैन yang mengrang si yar bagi yang mengrang si meng yar bola tini yang si bicara lai jual nanangati अब तपाई जुन ठाउँमा उभिनुहुन्छ नि त्यो ठाउँमा भूतहरु भाग्नुपर्छ हालेलुया भागिरहेको छ अहिलेसम्म हाम्रो जीवनबाट किनभने परमेश्वरले त्यो अधिकार तपाईँ र मलाई दिनुभएको छ प्रियहरु हामी यो बुझ्छौ आज ख्रीष्टमा विश्वास गर्नेहरु जतिखेर पनि है चौधरी हाबा कति पर्छ नि 20 पर्छ नि अनि जतिखेर छिकमा सुकाबा पो सुकाबा राई सुकाबा आयो प्रार्थना लबिनको गुरुबा प्रार्थना लबिनको सुसमस्या दिनी यीशुलाई समस्या आइन पास्टरलाई समस्या आइन सुसमस्या राङला समस्या ngala समस्या न ngala जिउरी रोग पनि ngala समस्या न यदाबालामा पश्चाताप लाऊ यसोपटि धोगो रोग भगवलाऊ मंगतापको हालेलुया मंगतापर तयार त दोला हो यांगला आके जरी मंगतापर तयार त भन्नु हालेलुया प्रत्येक मिदा सो अधिकार बिनमान मला येशू लागि दमन मला स्वर्गलाई युल्छ थिएन लाऊ शिव गादे त सोना लाऊ मंग गादे त तापको रोकोरे रोग शिव गादे त शुद्ध लाऊ फन्न लाऊ हालेलुया हे अधिकार yang त बिनमान मला अनि जुरबामन मला एनी गादे छि ओराङनुन yang छि ओराङनुन पिनो सिताइमा बाय सिताइमा थियो yang छि जाल अदे लामा बोनमोसी राङले छि ए छु मंग दे बारे छु दे लाख नि नभि लाख तो कबला जिसम दाबे थेरे ईश्वर राज्य आधा थेरे जा राङला राज्य दिन पैसा ल राज्य तला yang छु दम गोदो मला छु आदा छु लाउडान अबदिर गाई छु मंग स्याब गोर्गी सो मिता प्रार्थना लजी कति गार गाई प्रार्थना लजी है लानज बाजी है मातालाई चढाउँदा देवतालाई चढाउँदा कति डुब्यो नि 3 लाख डुब्यो 4 लाख डुब्यो है तर yang छि येशूले मिन प्रार्थना मेथे फान्न तर दे मिले समस्या अधिक दौडी मिसम yang छि प्रार्थना लजी बे फान्जी धन्यवाद ताम सुधारे पोक्तो नै रोन बोमाइ ब्राला सुधा yang मिले समस्या न माता छि 50,000 दोला ए त 50,000 पिन्जम तुमी फान्न बिसम फा भर्दा या जाला तर परमेश्वर त 10 रुपैयाँ भेटे चढाउँदा भएर मे तयार आथा कि दुःखल दामजा मिलेछु मी बिजा मिनो निने बिजा प्रभु सिपाङ मलाई मानिस हो मिला परिवर्तन लबर गार दौडे नहीं तर तिनी yang द प्रभु सिपिनबा सो सत्य वचन आधारे प्रभु सिपिनबा अधिकार चलो लबर जा yang से तो गाबला सियाइन परमेश्वरलाई राज्यलाई अधिकार किन्छ yang से प्रजारलाई द हालेलुया ठेकलारे प्रभुलाई महिमा दाला ठेकलारे प्रभुलाई राज्यलाई ठेकलारे प्रभुलाई अचम्म दिन उद्योगलाई गीताला हालेलुया त्यता बेलामा तिनी yang अर्को तन्जा चु जमन्तम पाङबरे आलोङ yang ब्रादोला हालेलुया तिनी राङला सिमले संगतरी ए यो त अर्कै खालको बिराम रहेछ निको हुँदैन होला यो त यस्तो खालको रहेछ हुँदा ए यति वर्ष भयो छ हुँदैन होला जब संघका बिचम फेरि आफन संघ आलना आलोङ न प्रचार लदोला हालेलुया अनि तिनी परमेश्वर से प्रभु येशू ख्रीष्ट यांगला चु तामाङ सेवाला टिम दा है तो इंटरनेशनल तामाङ स्पिकिङ क्रिस्चियन फेलोशिप द टिम दा तिनी चुरी जोडबला प्रत्येक क्रिस्चियन गादिदा प्रत्येक यीशुला अभिषेक दा गोढालो गादिदा दास दासी गादिदा प्रभु यीशु सुमान मला आलोङको प्रचार लबन्यु हालेलुया आलोङको प्रचार लबन्यु nga इन्देन च्यामुलबी सुमान मला परमेश्वरले वचन गाई राङ्निदा दो प्रेरित किताब 18 अध्याय 9 पद गाई राङ्निदा थियनलाई चुरी प्रभु येशू ख्रीष्ट सुमान मला पावल बिमिदा तिनी एता गादा yang दा सुमान मला प्रभु से तेरे गुनो मुनाङ मेरबा दुइरी मंगरी पावल दा प्रभु से चुराङ बिसुङजी ए आलोङगो तर पाङमान न्यू ओचे कुडीसी आज्यु टिक्दा बिसम गा एदेन छ्याम मुला थे तबाइलामा एदा खलैसेन तिगै लबरी आखम टिक्दा बिसम सु सहारी ngaला मिकादे लानन मुला हालेलुया ngai chu नेपाली रिन पढाउले छेलाई राङ्निदा प्रेरित 18 अध्याय
एक रात दर्शनमा प्रभुले पावललाई भन्नुभयो नडराऊ बोल्दै जाऊ चुप नलाग किनभने म तिम्रो साथमा छु र कसैले तिमीलाई आक्रमण गरेर हानि गर्न सक्दैनौ किनकि यस शहरमा मेरो धेरै मानिसहरू छन् हालेलुया तिनी तामाङ युलबादा तामाङ यांग्ला चुप सेवा संगतलाबा टिमदा प्रभु यीशु सुंगन मला नडराऊ चुप नलाग बन्दै जाऊ प्रचार गर्दै जाऊ बोल्दै जाऊ स्वर्गको राज्य प्रचार गर्दै जाऊ नात्यो के अरे निरुत्साहित नहौ अगाडि बढ्दै जाऊ किनभने तिम्रो साथमा म छु यीशु सुंगन मला हालेलुया यीशु यांग्ला गुंग्री मला त्यो तामाङ यांग्ला तामाङ संगतिला टिमला गुंग्री मला तिनी रंगला गुंग्री मला तिनी ngala गुंग्री मला प्रभु यीशु ख्रीष्ट हालेलुया सुनन परमेश्वर तिनी यांग्दा छु एकदम अचम्मला प्रतिज्ञा लाभन मला के निकादे ते चम nga tala ini kade kurisi adio pangmanyo haleluya haleluya tinilah वचन yang si bodo tamda sunin मला yang si नम्बर 1 ri khalda प्रचार laba yang si khalda प्रचार laba प्रभु यीशु si yang da tikda dam si gorson dam jaba yang bosibrala तब यांगला यो सरी परमेश्वर से यांगला जातिले गोनी युलबाले गोनी प्रभु से अचम्मला गेलाला अनि त्यो ठाउँमा परमेश्वरको शक्तिशाली कामहरु हुने छन् अब त्यो भइरहने छन् हालेलुया